आफ्टरनुन तपाईहरुलाई फेरि मेरो स्वागत छ अनदर ब्लगमा। थ्यांक यू सो मच फर वाचिङ माई भिडियो। सो गाइस आज चाहिँ म कहाँ आएको छु भन्दाखेरि चाहिँ म र मेरो साथी सबु चाहिँ अर्को साथीलाई भेट्न आएको छु हो। आज छुट्टी हो सन्डे, त्यो कारणले गर्दा चाहिँ म चाहिँ रुमकै लुगामा आएको छु। अब यहाँनिर मुक्रुम भन्ने स्कुल पुगेको रहेछौँ हामी चाहिँ, त्यहाँनिर अब जानेवाला छु। सबै यता आइदिनु, कहाँ गएको भनिदिनुस्। आज रितालाई भेट्नु आइरहेको छौँ हामी दुईजना चाहिँ। अब बाटो देखाउँछु नि तपाईँलाई मुक्रुमको चाहिँ कस्तो रहेछ जग्गा भनेर, पुरा मन पर्यो मलाई चाहिँ है। दामी रहेछ, मुक्रुम स्कुल पनि देखाउने छु है। सो गाइस म यहाँ रहेछ मुक्रुम स्कुल चाहिँ यो रहेछ होइन, मजाको लाग्यो मलाई चाहिँ होइन। किन भन्दाखेरि चाहिँ मैले सोच्दाखेरि चाहिँ अब मुक्रुम स्कुल चाहिँ माथि अब रफ रोडहरू होला भनेर चाहिँ हामी चाहिँ यहाँनिर अनुमको गाडी लिएर आएको छौँ होइन। यहाँ हुनुहुन्छ मेरो साथी हो। सो अब यो रफ रोडमा जाँदैछौँ होइन। सो यहाँ रहेछ, मन पर्यो मलाई यो जग्गाहरू होइन, यति मजाको रहेछ यहाँ। सो अब चाहिँ हामी चाहिँ यो ओह्रालो हिँड्दैछौँ होइन, तपाईँलाई म देखाउँदैछु। यहाँनिर यो चाहिँ के रहेछ भन्दाखेरि चाहिँ मुक्रुम स्कुल भन्दो रहेछ। यहाँ चाहिँ यो रफ रोड ओह्रालै जानुपर्ने रे यहाँदेखि। स्कुल होइन त्यो त भनौँ। सो यहाँ रहेछ मुक्रुम स्कुल चाहिँ कहिले इस्टाब्लिस भएको थियो रहेछ भन्दाखेरि चाहिँ 1955मा भएको थियो रहेछ, बनाएको रहेछ हो। मजाको लाग्यो। हामी यति हिँड्दैछौँ होइन। कस्तो दामी नीलकमल फुल चाहिँ मलाई पुरा मनपर्छ होइन। हामी चाहिँ यो ओह्रालो हामी गाडी किन नल्याएको भन्दाखेरि सानो गाडी हो, त्यो कारणले गर्दा चाहिँ रफ रोडमा चाहिँ नल्याएको हो। नभए ठुलो गाडी भए त के जस्तो हुन्थेन। कुनै त स्कुल पनि छ नि होइन। सो अब यहाँनिर चाहिँ दामी रहेछ स्कुल चाहिँ, मलाई मन पर्यो होइन। यहाँनिर ओ यहाँ रहेछ है गाइस स्कुल चाहिँ। कस्तो मजाको रहेछ। यो चाहिँ मुकुम स्कुल रहेछ गाइस होइन। हामी चाहिँ यो ओह्रालो जाँदैछौँ, बाटोमा हिँड्दैछौँ है। सो तपाईँलाई म यहाँनिर देखाउँदै जाँदैछु है। मेरो साथी चाहिँ ऊ पर छ, हामीलाई पर्खिरहेको छ। स्कुल छेउमै रहेछ, दामी रहेछ गाइस। यहाँ चाहिँ तपाईँहरू पनि स्कुल यहाँ भिजिट गर्नु सक्नुहुन्छ। यहाँ मुक्रुम भन्नेमा हो। ग्राउन्डहरू पनि कस्तो दामी रहेछ होइन। अब हामी यहाँनिर जाँदैछौँ है। सो यहाँ हामी चाहिँ आइपुगेको छौँ साथीलाई फाइनली होइन। हाम्रो साथीलाई भेट्नु हो। सो मजाको रहेछ गाइस। आजको वेदर पनि यस्तो दामी भइरहेको छ हो। सो फाइनली गाइस मेरो साथीलाई भेटिसक्यो। यता हो हाम्रो रिता मिस चाहिँ यहाँनिर बस्नुहुन्छ हो। यहाँनिर उसलाई नै भेट्नु आएको हामी चाहिँ होइन। सो अब चाहिँ हामी ओह्रालो जाँदैछौँ है। यहाँनिर चाहिँ के छ भन्दाखेरि यो चाहिँ मेरो साथीको रुम हो। यति दामी चिटिक्कै रहेछ गाइस। यहाँनिर हेर्नुहोस् है, मेरो साथीको रुम चाहिँ बिचारा। हामी चाहिँ यहाँनिर कतिजना आएको भन्दा 2 जना आएकै खास चाहिँ सबरङ हो। अन्त आनुम पनि छ। मेरो साथीले चाहिँ चिया बनाइदिनु हुने अरे कि। सो अब हामी चाहिँ यहाँनिर खाएर जान्छौँ। मलाई साथीले यहाँ चिया एकदम मिठो बनाएर दिनुभयो होइन, तर एकदमै मिठो। थ्याङ्क यू। मिठो भएछ। मिठो भयो। रुमबाट निस्केको हो, साथी पनि माथिसम्म पुऱ्याउनु जान्छु अरे होइन। सो अब चाहिँ हामी यहाँबाट हिँड्दैछौँ। सो तपाईँलाई म माथिबाट देखाउने छु। जल्दी मिलेंगे, बाई बाई।
अब चाहिँ हामी गएको अब नेक्स्ट टाइम आएर अब चाहिँ साथीले यहाँसम्म हामीलाई पुऱ्याइदियो अब चाहिँ हामी चाहिँ यहाँबाट गएको ल बाई सो अब चाहिँ हामी चाहिँ यहाँबाट गएको हो सो तपाईँलाई म तल देखाउँछु हामी चाहिँ यहाँबाट चाहिँ निस्क्यौँ है कस्तो दामी रहेछ जग्गाहरू पनि होइन हो अब चाहिँ हामी डाइरेक्ट देमताम जानेछौँ है सो तपाईँलाई म हल्का देमतामको नजारा पनि देखाउने छु है सो हेर्दै गर्नु म देमताम पनि आइपुगिसकेँ साथीको रुमबाट यहाँ तल होइन सो अब चाहिँ साथीको छु अन्त समय किनेर त्यहाँदेखि चाहिँ म रुम जानेछु देमताम चाहिँ यस्तो छ गाइस यहाँ चाहिँ आइपुगिसकेँ